मैले यो संसार देख्न छाडे बुढी, मलाई नदी तीरमा लगेर राखिदेऊ, म हाम फालेर मर्छु। मैले यो कुनै काल्पनिक कथा भनिरहेको छैन साथीहरू। उहाँले आफ्नो श्रीमतीलाई कतिपटक भन्नुभएको रहेछ, मलाई खोला छेउ लैजा, खोलामा ढुङ्गाबाट म हाम फालेर जान्छु भनेर भनेको छ। एकजना हिमाल पारीको 61 वर्षका वृद्ध छेवाङ ढुन्डुप 2 वर्षदेखि आँखा नदेख्ने भएका थिए। अब यसो कल्पना गर्नुहोस् त, जिन्दगी भर आँखा देखेको मान्छे अचानक दुईटै आँखा नदेख्ने भयो मोतीबिन्दुका कारणले। त्यसपछि हिमालमा जीवन यसै पनि कष्टकर, त्यो माथि आँखा नदेखेपछि छेवाङको जिन्दगी नर्क जस्तै भयो। तर केही दिन अगाडि छेवाङको जिन्दगीमा उत्साह आएको छ। उनी छमछम नाच्न थालेका छन्। बन्द भएका आँखाहरू खुल्ला भएको छ। उनको आँखाको मोतीबिन्दुको शल्यक्रिया भएको छ अनि आँखा देख्ने भएका छन्। त्यो पनि काठमाडौँ आएर ठुलो ठुलो सहरमा गएर होइन, गाउँमै दुर्गम भेगमै हिमाल पारी नै आँखाको मोतीबिन्दुको निशुल्क शल्यक्रिया भएको छ। र यसको श्रेय जान्छ आँखाका देवता मानिएका सन्दुक रोहितलाई। त्यति फ्रस्ट्रेसन हुन्छ आँखा बन्द भएपछि, के पनि गर्न सक्दैन। अब अझ हाम्रो जस्तो ठाउँमा जहाँ सुविधा तपाईँहरू सबैलाई थाहा छँदैछ, त्यस्तो विकट ठाउँमा गएर आँखा बन्द हुनु भनेको, हामी गएर आँखा अपरेसन गराउनु भयो, गरेर आँखा राम्रोसँग देखियो। केही दिन अगाडि उत्तरी गोर्खाको असाध्यै विकट मानिएको नुब्री क्षेत्रको बिही भन्ने गाउँमा आँखाको क्याम्प भयो र त्यसमा छेवाङ जस्तै 65 जना मानिसहरूको आँखाको मोतीबिन्दुको निशुल्क शल्यक्रिया भएको छ अनि उनीहरूले पनि झलमल्ल संसार देखेका छन्। उत्तरी गोर्खाको यो विकट गाउँहरूबाट नजिकको बाटो पुग्न पनि 2-3 दिन हिँड्नुपर्छ। असाध्यै विकट छ। र यस्तो अवस्था देखेपछि बिहीमा रहेको सेराङ गुम्बाका लामाहरू, देलेक चिल्ड्रेन फाउन्डेसन, सेचेन करुणा, तिलगंगा आँखा अस्पताल र रोहित फाउन्डेसन मिलेर त्यो गाउँमै आँखाको क्याम्प गरेको हो। अब गाउँको मान्छेहरूले चाहिँ धेरै माया लाग्यो, किनभने हाम्रो गाउँतिर चाहिँ गाडीको बाटो एक्सेस छैन। त्यसैले बुढाबुढीहरू काठमाडौँमा जानेले धेरै गाह्रो भएछ अनि के अरे फाइनेन्सियली प्रब्लम छ। डाक्टर सन्दुक रोहितको टोलीले हिमाल पारी गएर मात्रै होइन, देशको कुना कुनामा गएर आँखाको मोतीबिन्दुको यसै गरी निशुल्क उपचार गरिरहेको छ। र तपाईहरू पनि सन्दुक रोहितको यो महान कार्यमा जोडिन चाहनुहुन्छ भने सहयोग गर्न सक्नुहुन्छ। खास गरी मोतीबिन्दुको उपचारका लागि नेपालमै बन्ने आँखाको लेन्स असाध्यै महत्वपूर्ण हुन्छ र सन्दुक रोहितको टिमले यति बेला हेटौडामा आँखाको लेन्स उत्पादन गर्ने छुट्टै एउटा उद्योग नै सञ्चालन गर्ने सपना देख्नु भएको छ। र यो अभियानमा जोडिनको लागि तपाईँ अस्ट्रेलियामा हुनुहुन्छ भने फ्रेड हलोज फाउन्डेसन मार्फत र सिधै नेपालमा हो भने तिलगंगा आँखा अस्पतालमा सम्पर्क गरेर आफ्नो गच्छी अनुसारले सहयोग गर्न सक्नुहुन्छ। आउनुहोस् हामी सबैजना मिलेर दूर दराजका नेपालीहरूलाई आँखाको ज्योति दिलाउने यो महान कार्यमा सहभागी बनौं। यदि तपाईलाई आईटीमा करियर बनाउन टेक्निकल ट्रेनिङ, मेन्टरशिप र प्रपर गाइडेन्स चाहिएको छ भने टेक स्किल्स आउनुहोस्। टेक स्किल्सले आईटीमा जब पाउनको लागि धेरै स्टुडेन्ट्स र ग्रेजुएट्सलाई मद्दत गरिसकेको छ। अब पालो तपाईको।